नमस्कार सबैजनालाई मेरो नयाँ प्रोग्राम चगटी सोमा स्वागत छ। केही हप्तादेखि मैले चाहिँ चगटी सो प्रोग्राम चलाइरहेको छु। त्यो सबैजनाले अब एकवटा कामहरू गरिरहेको हुन्छ। मलाई पनि यो काम एकदम इन्ट्रेस्ट चाह गर्न मन लाग्यो। गर्दै जाँदाखेरि यो पोडकास्टमा चाहिँ सेलिब्रेटी नै हुनुपर्छ भन्ने छैन। साना नर्मल मान्छेदेखि लिएर ठुला सेलिब्रेटीसम्मलाई इन्भाइट गरेर कुराकानी गर्ने जमर्को गरेको छु। मैले भनिहालेँ, म चाहिँ एउटा रामेछापको सामान्य ठाउँबाट जन्मेर हुर्केर पढेर यो ठाउँसम्म आइपुगेँ। म चाहिँ एकदमै गरिब परिवार पनि होइन, एकदमै धनी परिवार पनि होइन, मिडियम लाउन खान पुग्ने त्यस्तो परिवारबाट चाहिँ म यहाँसम्म आइपुगेँ। म चाहिँ यस्तो परिवार कि मेरो मम्मीलाई चाहिँ जन्म मिति पनि थाहा छैन कि। मलाई एकदम मनमा अनौठो लाग्छ कि त्यो समय त्यो बेला होइन। मेरो मम्मीलाई चाहिँ तपाईँ जन्मेको मिति कहिले मम्मी भन्यो भने कहिले थाहा छैन, मैले बिर्सेँ कहिले हो भन्नुहुन्छ कि। मम्मीलाई चाहिँ थाहा छैन। बुबाले चाहिँ त्यो गाउँको मुखिया जिम्मलहरूसँग त्यो पढेको अरे त्यो बोर्डमा के काठको बोर्डमा निगालाको त्यो ढुङ्ग्रो हुन्छ, निगालो त त्यो निगालो काट्यो भने ढुङ्ग्रो हुन्छ, त्यसमा चाहिँ त्यो बनमारा माडेर त्यसको झोल त्यो ढुङ्ग्राभित्र हालेर अनि त्यो तल त्यो टुप्पो निकालेर त्यसमा त्यो काठले लेखेर कह 12 खरी होइन पढ्नु भए। त्यसरी पढेर मेरो बुवा चाहिँ गाउँमा त्यो बाहुन पढ्नुहुन्थ्यो कि त्यो पूजापाठ रुद्री सुद्री यताउति हुन्छ नि, त्यो किताब पढ्नुहुन्थ्यो मजाले। गाउँघरमा होम जाप्सम लाउँदै हिँड्नुहुन्थ्यो मजाले, त्यसरी पढ्नुहुन्थ्यो, त्यसरी हिँड्नुहुन्थ्यो। त्यो पढेर त्यतिसम्म चाहिँ हिँड्नुहुन्थ्यो। अनि त्यो चाहिँ त्यो काठको प्लेटमा त्यो पढ्न जानु पर्यो। जस्तै त्यो निगालो काट्यो अनि त्यसमा टुप्पो हाल्यो अनि त्यसको ढुङ्ग्रामा त्यो बनमारा माडेको झोल हाल्यो अनि त्यो एउटा यत्रो काठको टुक्रा लिएर त्यो ताछेर चिल्लो बनाएर बन्चाराले खुकुरीले ताछेर चिल्लो बनाएर अनि त्यो डटपेन बनाएर अनि त्यो जिम्मल गाउँको त्यो मुखियाहरूबाट चाहिँ पढ्न जानु पर्थ्यो नि। अनि त्यो सरहरू त्यो मुखियाहरूलाई पढाउनेहरूलाई चाहिँ कुखुराको फुलहरू अब गुर्यानमा हुन्छ नि, अब फलफुलहरू केराहरू जुरार सुन्तलाहरू टिपेर लगिदिने। अब गाउँघरमा त अब त्यो चोत्रो हुन्छ होइन, अनि त्यो अङ्गुर हुन्छ, ऐसिलो हुन्छ होइन, त्यस्तो टिप्न लाउनुहुन्थ्यो अरे क्या। त्यस्तो टिपेर लगिदिने अनि पढ्न जाने। त्यसो गरेर त्यसरी दिएर चाहिँ पढेर त्यतिसम्म हुनुहुन्थ्यो। अनि हाम्रो गाउँमा चाहिँ जस्तै अब माध्यमिक, निम्न माध्यमिक र उच्च माध्यमिक त्यतिसम्म चाहिँ मेरो टोलमा चाहिँ कसैले पनि त्यो गर्नु भएन कि, पढाइ हासिल गर्नु भएन कि। मेरै फ्यामिली पनि हामी चार दाजुभाइमा चाहिँ मेरो दाजुभाइहरूले पनि त्यति कसैले धेरै पढ्नु भएन। मेरो ठुलो दाइले त्यो 1-2 क्लास पढ्नुभयो। अब त्यतिखेरको समयअनुसार अब त्यो छोडिदिइहाल्नु भयो। यो 2045-46 सालतिरको हो मेरो दाइ चाहिँ, मतलब ती समथिङको हुनुहुन्छ। अनि सायद त्यो समयमा दाइले अलिअलि पढेर छोडिदिनु भयो। त्यसपछि माइल दाइले पढ्नु भएन, तर माइल दाइ चाहिँ अलिकति लजिक लाउने छ, अहिले पनि हुनुहुन्छ। अलि लजिक लाउने कि माइल दाइ चाहिँ खासै अलि पढ्नु भएन उहाँले पनि। साइल दाइले चाहिँ 5-6 क्लाससम्म पढ्नुभयो, खासै पढ्नमा ध्यान गर्नु भएन, उहाँ पनि छोड्नु भयो। तिनजनै दाजुभाइहरू चाहिँ काठमाडौँ आइहाल्नुभयो, हिँडिहाल्नुभयो कि कमाउनमा। अब त्यतिखेरको समयमा अब हामी ठुलो फ्यामिली भयौँ, त्यो टोलमै हामी अलिकति ठुलो फ्यामिलीको मान्छे हामी चाहिँ मेरो टोलमा। अनि के अरे सबैले उ गर्ने कि अलिकति ठुलो फ्यामिलीकै भनेर बुझ्नुहुन्थ्यो। अनि त्यो भइसकेपछि चाहिँ म चाहिँ पढेँ। मलाई चाहिँ सानैदेखि पढ्न चाहिँ मन लाग्यो। त्यस्तो धेरै जान्ने पनि होइन, एकदम धेरै नजान्ने पनि होइन, तर पढ्नु चाहिँ पर्छ भने पढ्न चाहिँ म जान्थेँ। पढ्न भनेपछि चाहिँ खुसी भएर जान्थेँ। तर के हुन्थ्यो भन्दाखेरि मलाई म्याथ र इङ्ग्लिस भनेपछि चाहिँ बाह्र बज्थ्यो। म्याथ त म फेरि लाइफमा मैले अहिलेसम्म पनि
कतिपय कुराहरू नआउने कुरालाई दोहोऱ्याएर गर्दैन त नआउने कुरालाई दोहोऱ्याएर बरु अहिले चाहिँ बानी परे धेरै अलिक पढियो बुझियो होइन सुनियो देखियो होइन अहिले चाहिँ धेरै कुराहरू हेरियो त्यसले गर्दाखेरि म अहिले चाहिँ बरु अलिकति दोहोऱ्याएर केही कुराहरू कन्टिन्यू गर्न लागेँ नत्र कहिले पनि दोहोऱ्याएन होइन अब जस्तै स्कुलमा पनि एकचोटि जस्तै अब होमवर्क गर्नु पऱ्यो भने गऱ्यो होइन एकदम गर्ने चाहिँ पढेर गर्ने म्याथको चाहिँ अब त्यो त कति प्र्याक्टिस गर्नुपर्छ नि त म्याथ त प्र्याक्टिस गर्न भनेपछि पारा भन्ने क्या मलाई म्याथ त मैले प्र्याक्टिसै गरेन त्यसरी मलाई म्याथ र इङ्ग्लिस चाहिँ गाह्रो लाग्थ्यो अहिले पनि मलाई म्याथ र इङ्ग्लिस एकदमै गाह्रो लाग्छ अनेस्टली भन्नुपर्दा होइन म अरू कुरामा बरु मजाले पोख्न एकदम गर्न सक्छु तर म्याथ र इङ्ग्लिस चाहिँ अहिले नै अप्ठ्यारो लाग्छ कतिजनालाई अप्ठ्यारो लाग्छ तपाईँहरूले पनि सो त्यो ठाउँबाट मैले चाहिँ उच्च माध्यमिक त कटाएर आएँ मेरो टोलमा उच्च माध्यमिक कटाउने लगभग छोराहरूमा म नै थिएँ पहिलोचोटि अनि त्यतिखेर भनौँ न त्यो समयमा त्यसपछि खासै पढाइ त सबै ठाउँसम्म आइसकेको थियो अब मेरो जेनेरेसनमा 2071-72 भनेको त अब आजभन्दा 10-11 वर्ष अगाडि हो त्यसले गर्दाखेरि त्यतिखेर चाहिँ मैले लगभग एसएलसी दिएँ पहिलोचोटि गाउँमा पहिलो नै म थिएँ त्यसरी गर्दै आएँ तर मलाई काठमाडौँ मतलब विदेश जान अब के गर्ने त घरको अवस्था त्यस्तो अब त्यस्तो गरिब नि त्यस्तो धनी नि ठिकै जो चलेको थियो त्यो घरबाट अब विदेश जहाँ त पैसा कमाउन अब कहिले नजानुहुन्छ र जा भन्नुहुन्थ्यो तर म चाहिँ अब विदेश गएन कि अब त्यतिखेर कसले दिने ऋण मिनिमम पनि अब 1.5-2 लाख लाग्थ्यो त्यतिखेर 1.5 लाख समथिङ कति लाग्थ्यो अब कसले दिने नि त्यतिखेर पैसा अब म चाहिँ के ऋण बोकाउनु अब घरमा हाम्रो घर फ्यामिलीले फेरि खासै त्यस्तो ऋण पनि नबोकेको ऋण नलिने के खासै अब त्यस्तो ऋण नगर्ने हाम्रो फ्यामिलीको चाहिँ एउटा राम्रो बानी या नराम्रो बानी अब केही कुरा पाउनु केही कुरा गुमाउनु पर्छ भन्छन् तर मेरो फ्यामिलीबाट चाहिँ त्यस्तो अब ऋण सिन लिएर यताउति यस्तो व्यापार बिजनेस बाहिर जाने त्यस्तो चक्कर चाहिँ थिएन त्यसले गर्दाखेरि मैले चाहिँ त्यसरी विदेश जाने आँट गरिनँ अनि अब सरकारी जागिर पनि खा भन्नुहुन्थ्यो अब त्यतिखेर चाहिँ मेरो चाहिँ के सोच भन्दाखेरि अब सरकारी जागिर खान चाहिँ मन नभएको किनकि मलाई कपाल पाल्न मन थियो कपाल पाल्ने होइन मुन्द्रा सुन्द्रा लाएर टक्क अलिकति कलाकारिता सिङ्गर बन्न मन थियो क्या मलाई चाहिँ अनि होइन म त सिङ्गर बन्छु अब सरकारी जागिर खायो भने अब यो म्युजिक गरेर हुँदैन म्युजिक गर्न पाइँदैन गीत गाएर हिँड्न पाइँदैन भनेर म चाहिँ त्यो सरकारी जागिर नै नखाने म सरकारी जागिर खा भनेर घरबाट उ गर्थेँ पढ्न बिस्तारै अब पढ्न नि अल्छी लाग्यो काठमाडौँ आइसकेपछि त म काठमाडौँ दाइ भाउजूकोमा आएँ पहिला दाइ भाउजूकोमा आइसकेपछि अब दाइ भाउजूले दुःख कति गर्ने के लास्ट माया लाग्यो त्यतिखेरको जमानामा दाइ मलाई एउटै कुराले म अहिले यो ठाउँमा छु दाइको त्यो पसिना त्यो मेहनत गर्दाखेरि मलाई अझै पनि मनमा क्या एकदम लाग्छ क्या त्यसले गर्दा त्यो दाइको मेहनत देखेर मैले त्यो काठमाडौँ आएर पढ्न लागेपछि म 1-2 दिन दाइसँग हिँडेँ दाइले नराम्रो काम गर्नुहुन्थ्यो तर म के त्यो एकदम हट के त्यहाँबाट म आफै काम अहिले अब नेपालमा नयाँ सरकार आएको छ होइन नेपाल कृषि प्रधान देश जलस्रोतको दोस्रो धनी देश नेपालमा नभएको केही छैन नि धेरै कुराहरू धेरै कुराहरू छ हरेक टेक्नोलोजीको एकदम जनशक्ति भएको मान्छेहरू आइसके होइन हरेक कुराहरू बनाउने मान्छेहरू नेपालमा छन् त्यसले गर्दाखेरि नेपालमै हामीले के गर्यौँ जति पनि हाम्रो बन्द भएको नेपालको उद्योग कल कारखानाहरू होइन जति पनि छन् तिनीहरूलाई सञ्चालनमा ल्याउने भने नेपालमा बेरोजगारी पनि हट्छ अनि विदेश जानु पनि पर्दैन के अबको सरकारले मेरो विचारमा चाहिँ आग्रह चाहिँ के हो भन्दाखेरि अबको 5-10 वर्षमा चाहिँ नेपालमा यति मात्रै होस् कि जति पनि उद्योग कला कारखानाहरू छन् तिनीहरूलाई सञ्चालनमा ल्याउनु पर्यो र नेपालमा जति पनि भूभागहरू जमिन बाँझो छ नि
यो जग्गाहरूलाई चाहिँ निर्मूल गर्नु पर्यो। यो जग्गाहरूलाई चाहिँ खेती गर्न लाउनु पर्यो। अब किन सबैलाई जग्गा यति धेरै नेपालमा जग्गा जमिन बाँझो छ, उब्जाउ छैन, मान्छे बाहिर विदेशिएका छन् होइन। नेपालमा जति पनि गाउँघरका मान्छेहरू काठमाडौँमा सहरमा थुप्रेका छन् होइन। सहरमा चाहिँ एकदमै भिडभाड बढी भएको छ, गाउँघर पुरै खाली छ। त्यसले गर्दा म स्वयं आफै पनि सहरमा छु होइन। मेरो घर फ्यामिलीको अब भन्छ नि, फ्यामिलीमा अब 90% 80% काठमाडौँमा छौँ हामी होइन, बाँकी 20% घरमा हो। त्यसले गर्दाखेरि मेरो चाहिँ प्लान के छ भन्दा केही समय मात्रै हो काठमाडौँमा बस्ने, त्यसपछि गाउँमा नै एउटा खेती किसान गरेर खेती गरेर चाहिँ त्यहाँनिर हरेक कुराहरू चाहिँ एउटा राम्रो गर्ने मेरो सोच छ। तर नेपालमा चाहिँ जति पनि बाँझो जग्गाहरू छ तिनीहरूलाई प्रयोगमा ल्याउने र जति पनि कल कारखाना उद्योगहरू होइन यिनीहरू छ, यिनीहरूलाई सञ्चालनमा ल्यायो भने चाहिँ नेपालमा 90% बेरोजगारी हट्छ। अनि त्यसपछि विदेश जानु पर्दैन मेरो विचारमा। अनि अबको सरकारले चाहिँ यति हेर्नु पर्यो होइन। अब मिल्दैन के गर्नु, प्रक्रिया मिलाउनु पर्यो क्या, पुरानोले मिलाएनन् होइन। अब जग्गाहरू बाँझो हुन्छन्, पहिला पनि जग्गा बाँझो राख्न पाइँदैन भन्ने एउटा नियम आएको थियो, त्यो नआएको होइन, आएको थियो। तर त्यो विविध कारणले चाहिँ मान्छेहरूले फेरि त्यो छोडे, के कारणले बन्द भयो। अब हामीले चाहिँ खासै जग्गाहरू बाँझो राखेको थिएन, छैन, गरिरहेछौँ भएको जति चाहिँ होइन। मतलब अलिक थोरै घरको फ्यामिलीमा थोरैलाई मात्रै भाग परेको छ गाउँघरमा गर्नलाई। हामी चाहिँ सहरमा, हुन त हामी पनि सहरमा बसेका छौँ, गरिरहेछौँ, उहाँहरूले गाउँघरमा गरिराख्नु भएको छ, मेरो चाहिँ होइन। म्याक्सिममको चाहिँ कति धेरै जग्गा बाँझो जग्गाहरू चाहिँ गाउँमा छोडेर काठमाडौँमा अब विदेशमा धेरै कमाउने लोभले के जिन्दगीमा पैसा चाहिन्छ, तर त्यो अति नै धेरै खोज्न लाग्यो क्या मान्छे, सुख सेवा सुविधा अति खोज्न लाग्यो कि मान्छेले। त्यसले गर्दाखेरि मेरो एउटा के भनाइ छ भन्दाखेरि मान्छे बिक्न र टिक्नको लागि चाहिँ सङ्घर्ष गर्नै पर्छ क्या। बिक्न र टिक्नको लागि चाहिँ दुःख मेहनत सङ्घर्ष गर्नै पर्छ होइन। मान्छेले केही पाउनलाई केही गुमाउनु पर्छ भन्छ नि। त्यसको लागि चाहिँ हामी बिक्न र टिक्नको लागि केही राम्रो कुरा गरिदियो भने कहिलेकाहीँ अबको सरकारले यति कामहरू पुरा गरिदियो भने चाहिँ अबको अहिलेको जुन जति पनि टेक्नोलोजी आएको छ नेपालमा, जति पनि अहिलेको टेक्नोलोजी आएको छ त्यो अनुसार चाहिँ अबको युवाहरूलाई चाहिँ त्यो टेक्नोलोजीमा आधारित गराएर अनि विदेश जान बरु कम गराएर होइन, नेपालमै रोजगार दिएर यो बढ्दो महँगीलाई म्यानेज गरेर नेपालकै कल कारखाना उद्योगहरूलाई सञ्चालनमा ल्याएर जति पनि बाँझो जग्गाहरू खेती जमिनहरू छ तिनीहरूलाई प्रयोगमा ल्याएर चाहिँ नेपालमा नै एउटा बजार व्यवस्थापन गरेर चाहिँ नि युवाहरूलाई रोजगारको व्यवस्थापन गरेर नेपालमै केही गर्न सक्ने एउटा ठाउँ बनाइदिएदेखि चाहिँ विदेशिनु पर्ने थिएन होइन। अब नगरे होइन, सरकारले चाहिँ पहिला राहतहरू पनि दिएको हो यो कृषिको लागि। कृषिमा चाहिँ विकृति आयो क्या, हरेक चिजमा नेपालमा मात्रै हो, अब बाहिर पनि यस्तो हुन्छ कि त्यो चाहिँ थाहा भएन मलाई चाहिँ। तर नेपालमा चाहिँ के हुन्छ भन्दाखेरि अल्छे नेपालीहरू जति पनि छन् अल्छे छन्। अनि त्यसपछि अर्को कुरो बसी खाना खोज्ने, सबै सेवा सुविधाहरू चाहिने, अनि सरकारबाट पैसा ल्याउने, खेती किसान गर्ने, अनि खेती किसान आधी पैसा त्यहाँ लगानी गर्ने अनि आधी पैसा खाएर बस्ने। अनि त्यो आधी पैसा त्यो घाटामा गएर डुब्यो भने अनि डुबेको त्यो गएको लागि अब त्यसो गर्ने। त्यो पहिला मेरो ठाउँमा चाहिँ मैले सुनेको, प्रत्यक्ष देखेको त होइन, मतलब अब कतिपय कुराहरू अब देखेको त फरक हुन्छ भन्छन्, तर अब सुनेको रङ हुनसक्छ। तर यदि त्यो मान्छेले हेर्दै यो भिडियो हेर्नुभयो भने थाहा पाउन सक्नुहुन्छ, अथवा कसैले त्यस्तो काम गरेछ भने थाहा हुनसक्छ। तर के हो त भन्दाखेरि वास्तवमा भन्ने हो भने चाहिँ खेती किसान जस्तै विभिन्न कुरामा राहत दियो क्या। गाउँघरमा बाख्रा पालन, खसी पालन होइन, कृषिको लागि त्यो सरकारले हरेक अनुदानहरू दियो।
तर त्यो अनुदानमा चाहिँ मान्छेले के गरे त मैले बुझेको अनुसार चाहिँ भन्दाखेरि अब त्यो आधी पैसा त्यहाँ लगानी गर्ने, आधी पैसा चाहिँ पकाउनु जाने, जाँड खाने, रक्सी खाने, रमाइलो गर्ने, महँगो महँगो होटेल जाने, त्यसो गरेर म्याक्सिममले चाहिँ त्यो काम घाटामा लगे कि त्यहाँनिर छानबिन गर्नु पर्यो कि। त्यस्तो भयो भने चाहिँ हुँदैन। जस्तै सोमनिन्द्र बकुलेदयानन्द काकसिष्ट क्रिया त्यागी गर्नै पर्छ जुनसुकै काम गर्दाखेरि पनि। यति कुरा गर्नुपर्ने भएको हुनाले कसैलाई अनुदान आइरहेछ फ्रीमा यस्तो गर भनेर कसैले एउटा चाहिँ सहयोग गरिरहेछ भने त्यो कामलाई चाहिँ 100% फोकस गरेर त्यसमै लगानी गर्यो भने हुन्छ। अनि अब हामीलाई एउटा नेपालमा अहिलेको कृषि क्षेत्रको लागि चाहिँ हामीलाई नेपालमा राम्रो भनेको बजार व्यवस्थापन हो होइन। अनि कृषिको लागि चाहिँ एउटा अनुदानको हो। अनुदानमा विकृति नहोस् होइन। त्यसले गर्दाखेरि अब सबै कुराहरूमा चाहिँ सरकारले 100मा 100 हेरिदिँदैन, तर 100मा 60-70% मात्रै हेरिदिएर चाहिँ त्यो सही सदुपयोग गरेर हामीले युज गऱ्यौँ भने पनि घाटा गइँदैन। त्यसले गर्दा मेरो विचारमा होइन त्यसरी गरौँ होइन, नेपालमै गरौँ। जति पनि युवाहरू हुनुहुन्छ नेपालमा, सबैजना नेपालमा के गर्नु, तपाईँहरू पढाइमा अब्बल हुनुहुन्छ भने टिचर बन्नुहोस्, लेखाइमा अब्बल हुनुहुन्छ भने लेखक बन्नुहोस् होइन। हरेक कुराहरू गर्नुहोस्। अब गाउनुहुन्छ भने गाउनुहोस्, बजाउनुहुन्छ भने बजाउनुहोस् होइन, नाच्नुहुन्छ भने नाच्नुहोस्, खेल्नुहुन्छ भने खेल्नुहोस् होइन। तपाईँ केमा ट्यालेन्ट छ त्यसमा निरन्तरता दिनुहोस्। पैसा खोज्यो भने हुन त हुन्छ, तर कति खुसीहरू मारेर पैसा कमाउनु पर्छ मेरो विचारमा। खुसी मारेर पैसा कमाउनु र खुसी सँगसँगै रमाउनु एकदमै राम्रो हुन्छ, त्यो चाहिँ मेरो विचारमा। त्यसले गर्दाखेरि तपाईँहरू जति पनि नेपालमा हुनुहुन्छ जेनजी युवा साथीहरू, नेपालमै केही गरौँ। तपाईँ हामी मिलेर हल्ला गरेर झगडा गरेर एक अर्कालाई होइन, दाजुभाइ साथीभाइ खुटाकुट काटाकाट गरेर होइन, जाँड रक्सी खाएर हल्ला गरेर बिग्रेर होइन, साथ सपोर्ट गरेर बिग्रेको कुरालाई यसरी सपार भनेर हामीले अनि सप्रेको कुरालाई यसरी चाहिँ अगाडि बढाउँ भनेर साथ सपोर्ट गर्दै जानुपर्छ। नेपालमा धेरै कुराहरू गर्न सकिन्छ। नेपालमा अब अहिले धेरै मान्छेहरूले राम्रो राम्रो अभियानहरू चलाएर कतिलाई सहयोगहरू गरिरहेछ, त्यो एकदम राम्रो पाटो हो। म हार्टली थ्याङ्क यू भन्न चाहन्छु सबैलाई। जस्तै अब अहिले हुन्छ नि हरेक सोसियल मिडियाहरू छ, युट्युब, फेसबुक होइन, टिकटकबाट पनि मान्छेले नर्मल्ली एउटा घरभित्र बसेर चाहिँ नि पैसा इन्कम गरेर कति मान्छेलाई सहयोग गरिरहेको छ। उदाहरणको लागि हेर्ने हो भने आयुष सिंह ठकुरी, कुलगोई भयो, अंशु वर्मा भयो होइन, यिनीहरूले एकदमै धेरै अब कति ठाउँमा सहयोग गरिरहेछ, उनीहरू पनि प्रमोट भइरहेछ होइन। तपाईँहरूले सबैजनाले हेरिरहनु भएको छ, थाहा छ। सबैलाई त्यस्तो बन्न मन लाग्छ तपाईँहरूलाई, मतलब मैले भन्न खोजेको चाहिँ सबैले त्यस्तो गर्नुपर्छ भन्ने छैन, तर जतिले गरेको छ राम्रो गरिरहेछ, पनि प्रमोट भइरहेछ, अरूलाई पनि गरिरहेछ। सबैले हो यसरी नै साथ सपोर्ट गरेर चाहिँ अगाडि बढौँ होइन। आफ्नो लाइफ सँगसँगै अरूको पनि हेरौँ र अरूले धेरै कमाए म पनि त्यसरी कमाउँछु भनेर त्यसरी नलागौँ होइन। आनन्द धैर्यताका साथ अगाडि बढौँ। विदेश जान हतार नगरौँ। जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई विदेशमा गएर त्यो मेहनत गरेर ऋण काटेर जानुपर्छ। अनि ऋण गरेर नेपालमा के कमजोरी भन्दाखेरि धनी 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 मात्रै हुन भन्ने, अनि गरिब चाहिँ धनीको पछाडि लाग्दा लाग्दा गरिब गरिब नै हुने हो क्या, त्यो लाग्छ क्या मलाई। हामीले गर्दाखेरि नर्मल मान्छेहरूले भनेपछि धैर्यताका साथ राम्रोसँग गर्नु। अब धनी धनी मात्रै हुन सक्छन्, गरिब धनी हुन खोज्दाखेरि गरिब हुन्छन्। त्यसले गर्दाखेरि हामीले एकदमै ख्याल विचार गरेर काम गर्नुपर्छ। विदेश जानुभन्दा नेपालमै केही गरौँ। ऋण गरेर बाहिर जाने पैसाले नेपालमै केही गरौँ। नकमाउने होइन, कमाउनु त कमाइन्छ। विदेशमा ऋण गरेर 8-10 लाख ऋण गरेर गयो भने 1-1.5 वर्षमा तिरिन्छ, दुःख सुख हुन्छ होइन। अब त्यही हो, हुन चाहिँ हुन्छ, अब नहुने होइन। सेटिस्फाई पनि हुन्छन् होला कतिपय, तर दुःख मानी मानी गए जस्तो लाग्छ क्या। भर्खरै अस्ति मात्रै एकजना दाइलाई बाहिर पुर्याउन गएको, फ्यामिली रुन्छन्। त्यसले गर्दाखेरि त्यो बाहिर जाने बेलामा रोको देख्दाखेरि आँसु लाग्छ।
त्योभन्दा नेपालमा के गरौँ? अन्त घुम्न चाहिँ जानुपर्छ फेरि विदेशमा, देश विदेश जुनसुकै ठाउँमा नि घुम्न चाहिँ जानुपर्छ है फेरि, पैसा लागोस् नलागोस्, तर पैसा तिरेर भए पनि घुम्न जानुपर्छ। तर फेरि अब पैसै नभएर कसरी घुम्न जानु? कमाउनै पर्यो, कमाउन जाँदा घुमिन्छ पनि कमाइन्छ पनि भन्ने पनि एउटा पाटो हो। तर फेरि अब अर्को पाटो भनेको चाहिँ अब घुम्नको लागि पैसा चाहिँ कमाउनु पर्छ। नेपालमै गरेर नि त कमाउनु चाहिन्छ नि, विदेशमा गएर खट्ने नेपालमै खट्यो भने पैसा भइहाल्छ नि। त्यो गर्दा चाहिँ नेपालीलाई नै सपोर्ट हुन्छ भन्न खोजेको मैले। नेपालमै काम गरेर कमाइयो भने चाहिँ नेपालमै कमाएको पैसा नेपालमै लगानी गर्दाखेरि नेपालमै एकअर्काले सपोर्ट पाइरहेको छ, साथ भइरहेको छ, त्यो पैसा नेपालमै आउँछ होइन। कच्चा पदार्थहरू बाहिर राम्रो, अब कुनै नेपालमा चाहिने कच्चा पदार्थ नेपालमा ल्याउने, बाहिर पठाउने कच्चा पदार्थ बाहिर पठाउने होइन, त्यस्तो कनेक्सन चाहिँ यो कच्चा पदार्थको मामलामा चाहिँ कनेक्सन मिलाएर अबको सरकारले राम्रो रोजगारहरू देश नेपालमा अनि कल कारखाना उद्योगहरू चलाओस् होइन, त्यसरी नै राम्रो होस्। अनि अब अरू भनेर त्यस्तै हो, नेपालमै केही गरिदिएदेखि हुन्थ्यो। देश विदेश सबै ठाउँमा घुम्नुपर्छ, तर काम गर्ने चाहिँ अलि नजिक नेपालमै गरौँ क्या। त्यो गरे नेपाललाई चाहिँ राम्रो बनाऊँ। एउटा नेपाल भ्रष्टाचारहरू चाहिँ हटाउनै पर्छ, भ्रष्टाचार नहोस्। जानी नजानी गल्ती हुन्छ मान्छेबाट, त्यो गल्तीको सजाय दिनुपर्छ र आफूले पनि गल्ती महसुस गर्नु जरुरी छ, म भनिराख्छु जहिले पनि। त्यसले गर्दाखेरि ठुला नराम्रो गल्ती नगरौँ, सानोतिनो नर्मल गल्तीहरू हुन्छन् त्यसलाई सुधारौँ र नेपाललाई चाहिँ नि एउटा विकसित मुलुक होइन, जस्तै नेपाल एउटा संस्कृतिले भरिपूर्ण देश हो नेपाल चाहिँ। त्यसले गर्दाखेरि सबैजना नेपाललाई राम्रो गर्ने कोसिस गर्नु है त। अहिलेको यो डिजिटलाइजेसन जमानालाई, टेक्नोलोजीलाई सही सदुपयोग गरौँ, दुरुपयोग नगरौँ। जति पनि युट्युबर पत्रकारहरू हुनुहुन्छ उहाँहरूले राम्रो समाचारहरू लेखौँ, राम्रो कुराहरू प्रसारण गरौँ, राम्रो कुराहरू देखाऊँ। अब नेपालमा मलाई एउटा अचम्म लागेको चाहिँ जति पनि यो सोसियल मिडियाबाट जनचेतनामूलकका भिडियोहरू देखाइरहेछ, त्यति चाहिँ नेपालमा झन् त्यो विकृतिहरू होइन, हत्या हिंसाहरू बढिरहेछ। यो कुराहरूलाई चाहिँ कम गरौँ भन्न चाहन्छु। सबैजनाले हेर्नु होला, साथ सपोर्ट गर्नु होला। अनि आजको मेरो भिडियो कस्तो लाग्छ लाइक, कमेन्ट र सेयर गर्न नभुल्नु होला। अनि सँगै प्रतिक्रिया पनि दिन नभुल्नु होला, सल्लाह सुझाव दिन नभुल्नु होला। हस्, धन्यवाद। थ्याङ्क यू सो मच। नमस्ते।